यसअघि प्रकाशित भिडियोमा हामीले आदेक्टिभ एन्दुङ भन्ने टपिक अध्ययन गरेका थियौँ। यदि तपाईहरूले त्यो भिडियो हेर्न छुटाउनु भएको छ भने कृपया हाम्रो डोइच नेप युट्युब च्यानलमा गई हेर्नुहोस्। आज हाम्रो महत्त्वपूर्ण जर्मन व्याकरणको पाठ हो स्टाइगेरुङ देर आदेक्टिभ। यो टपिक विशेष गरी A1, A2 र B1 स्तरका विद्यार्थीहरूको लागि अति नै महत्त्वपूर्ण छ, त्यसैले यो भिडियो अन्त्यसम्म ध्यानपूर्वक हेर्नुहोला। जर्मन भाषामा आदेक्टिभलाई तुलना गर्ने प्रक्रियालाई स्टाइगेरुङ देर आदेक्टिभ भनिन्छ। यसमा 3वटा डिग्री हुन्छन्, जस्तो हेर्नुहोस् त, स्क्रिनमा हेर्नुहोस् त। पोजिटिभ, कम्पेराटिभ उन सुपरलाटिभ। पोजिटिभ भनेको गुड, गेर्न, फिल, जुन ओरिजिनल एडजेक्टिभ हो त्यसलाई हामी पोजिटिभ भन्छौँ। कम्पेराटिभ भनेको ओरिजिनल एडजेक्टिभलाई त्यसको रूप चेन्ज गरिन्छ, जस्तो गुडको बेसर, गेर्नको लिब्य, फिलेको मेयर, जुन कम्पेराटिभ लाइनमा देखाइएको छ। सुपरलाटिभ भनेको त्यही कम्पेराटिभलाई आम बेस्टेन, जस्तो भन्दाखेरि गुड पोजिटिभ भयो, कम्पेराटिभमा बेस भयो, सुपरलाटिभमा आम बेस्टेन भयो। त्यस्तै गरी गेर्न, लिबेर आम लिब्स्टेन, फिल, मेयर आम माइस्टेन। यो नर्मल्ली मैले पोजिटिभ भनेको के हो, कम्पेराटिभ भनेको हो, सुपरलाटिभ भनेको के हो तपाईँहरूलाई बताएँ। यसको डिटेल्ली म तल तपाईँहरूलाई एक्सप्लेन गर्नेछु। यो पढ्नुभन्दा पहिला हामीले यो चाहिँ मोस्ट इम्पोर्टेन्ट हुन्छ, धेरै युज गरिन्छ। यदि तपाईँहरू जर्मन, स्विजरल्यान्ड अथवा अस्ट्रिया आउँदै हुनुहुन्छ भने यो तपाईँहरूलाई मोस्ट इम्पोर्टेन्ट टपिक हो, त्यसै कारणले ध्यान दिएर सुन्नुहोला। जस्तो हेर्नुहोस् त, पोजिटिभ, कम्पेराटिभ, सुपरलाटिभ म कन्टिन्युस पढ्छु है त। गुड, बेस आम बेस्टेन, फिल, मेयर आम मेस्टेन, गेर्न, लिबेर आम लिब्स्टेन, होक, होहेर आम होक्स्टेन। यो चाहिँ मोस्ट इम्पोर्टेन्ट छ, जसरी हुन्छ तपाईँहरूले याद गर्नुहोला। अब त्यसपछि म तपाईँहरूलाई मेन टपिकमा जान्छु। हाम्रो आजको थेमाको पहिलो पोइन्ट छ पोजिटिभ। पोजिटिभ भनेको एड्जेक्टिभको बेसिक फर्म हो। यसमा एड्जेक्टिभलाई कुनै तुलना नगरी प्रयोग गरिन्छ। कहिलेकाहीँ दुई वस्तु बराबर देखाउन पनि प्रयोग गरिन्छ। यसको रुल हेर्नुहोस् त। सोभन्दा अगाडि तपाईँहरूले के ख्याल राख्नुहोला भने मैले सो प्लस आदेक्टिभ प्लस भी लेखेको छु। सोभन्दा अगाडि सब्जेक्ट प्लस भर पनि छ भनेर याद गर्नुहोला है त। सब्जेक्ट प्लस भर प्लस सो प्लस आदेक्टिभ प्लस भी प्लस लास्टमा अब्जेक्ट हुन्छ है त सूत्र चाहिँ। यसको नेपाली अर्थ हुन्छ जत्तिकै भन्ने चाहिँ तुलना गरिन्छ के। जस्तो इङ्ग्लिसमा भन्दा एज फर एज भनिन्छ नि, मतलब चाहिँ म जत्तिकै सीता पनि राम्री छे, सीता जत्तिकै रिता पनि राम्री छे, अर्थात् मेरो घर जत्तिकै रामको घर पनि ठुलो छ, अर्थात् यो खोला जस्तै अर्को खोला पनि बराबर छ। इक्वाइल गर्नको लागि त्यस्तो बेलामा सो प्लस आदेक्टिभ प्लस भी भन्ने सूत्र प्रयोग गरेर आदेक्टिभहरूलाई हामीहरूले सेन्टेन्समा प्रयोग गर्छौँ। नम्बर 1 मा हेर्नुहोस् त। नम्बर 1 मा छ मारिया इस्ट सो ग्रोस भी आना भनेको छ। यसमा चाहिँ के भनेको छ भने मारिया इस्ट, मैले सब्जेक्ट प्लस भर्ब अघि नै तपाईँलाई सम्झाइसकेको छु। त्यसपछि यहाँ फर्मुलामा सो छ, यहाँ पनि सो आयो। यहाँ आदेक्टिभ छ हाम्रो, यहाँ पनि आदेक्टिभ आयो। त्यसपछि भी छ, त्यसपछि यहाँ पनि भी आयो। लास्टमा आना आयो। आना मतलब नोमिनाटिभ। यसमा चाहिँ मुख्य कुरा के ध्यान दिनुपर्छ भने हामीहरूले यो टपिक पढ्दाखेरि जहिले पनि भी होस् अथवा चाहिँ अर्को कुनै वर्ड होस्, अन्त्यमा अब्जेक्टको ठाउँमा जहिले पनि नोमिनाटिभ आउँछ। त्यस्तै गरी 2 नम्बरमा हेर्नुहोस् त, दास आतो इस्ट सो सेनेल भी देयर बुस। नम्बर 3 मा माइन ब्रुदर इस्ट सो स्टार्क भी इक। नम्बर 4 मा देयर फिल्म इस्ट सो इन्टेरेसान्ट भी दास बुक। नम्बर 5 मा हेर्नुहोस् त, यहाँनिर दास हाउस इस्ट सो आल्ट भी दी सुले। यो सबैमा तपाईँहरूलाई फेरि पनि यही 5 नम्बरमा देखाउँछु। दास हाउस भनेको सब्जेक्ट प्लस भर भइहाल्यो, दास हाउस इस्टसम्म सब्जेक्ट प्लस भर भइहाल्यो। यो सो भनेको चाहिँ यहाँको फर्मुलाबाट आयो। त्यसपछि आल्ट भनेको चाहिँ आदेक्टिभ भइहाल्यो। यही आदेक्टिभमा चाहिँ प्लस भी आउँछ, यहाँ पनि भी छ। यो लास्टको चाहिँ दी सुले छ नि, यो दी सुले के हो त, नोमिनाटिभ हो। त्यसै कारणले आजको टपिकमा जहिले पनि
लास्टमा एन्डिङ गर्दा सेन्टेन्स एन्डिङ गर्दा नोमिनाटिभमै एन्डिङ गर्नुपर्छ। यो चाहिँ मेन पोइन्ट हो, यसलाई चाहिँ नभुल्नु होला। रुल नम्बर 2 मा गेनाउजो प्लस आदेक्ति प्लस भी छ। यसको नेपाली अर्थ हुन्छ ठिक ठाकै अथवा चाहिँ ठिक जतिकै छ भन्ने अर्थ लाग्छ। अब यसको फर्मुलाको गेनाउजो भन्दा अगाडि पनि सब्जेक्ट प्लस भर्ब छ है। सब्जेक्ट प्लस भर्ब प्लस गेनाउजो प्लस आदेक्ति प्लस भी प्लस अब्जेक्ट, यो चाहिँ तपाईँहरूले नबिर्सिनु होला। अब चाहिँ क्लास बिस्तारै बढ्दै गएको हुनाले, अलिकति हाई लेभलमा बढ्दै गएको हुनाले र यो टपिक बेआइनसम्म पनि भएको हुनाले मैले चाहिँ सब्जेक्ट प्लस भर्ब पनि लेखेको छैन, लास्टमा अब्जेक्ट पनि लेखेको छैन। मैले मेन पोइन्ट मात्र लेखेको छु। फेरि तपाईँहरू कन्फ्युज नहुनु होला। अब नम्बर 1 मा हेर्नुहोस् त, यहाँ मारिया इज द गेनाउजो ग्रोस भी आना। यसले के भनेको छ, मारिया इज, यहाँसम्म सब्जेक्ट प्लस अब्जेक्ट सब्जेक्ट प्लस भर्ब आयो। त्यसपछि गेनाउजो आएको छ, यहाँ गेनाउजो आयो। त्यसपछि ग्रोस भनेको एडजेक्टिभ हो, यहाँ ग्रोस आयो। त्यसपछि भी फर्मुलामा छ हाम्रो, यहाँ पनि फर्मुला आयो। लास्टमा आना आयो। यसको मतलब नम्बर 1 मा मारिया इज द गेनाउजो ग्रोस भी आना, यसको नेपाली अर्थ हुन्छ आना जतिकै मारिया पनि लगभग उत्तिकै ठुलो छ अथवा ठुली छे भन्ने अर्थ आउँछ है त। त्यस्तै गरी 2 नम्बरमा हेर्नुहोस् त, दास आतो इज द गेनाउजो सेनेल भी देर चुक। नम्बर 3 मा माइन ब्रुदर इज द गेनाउजो स्टार्क भी इक। नम्बर 4 मा देर फिल्म इज द गेनाउजो स्पानेन्द भी दास बुक। नम्बर 5 मा दास हाउस इज द गेनाउजो आल्त भी दी सुले। त्यस्तै गरी रुल नम्बर 3 मा हेर्नुहोस् त, निक्ट सो प्लस आतेक्ति प्लस भी, यसको मतलब हो ठ्याक्कै त्यही होइन भन्नाले यसको ठ्याक्कै नेपाली अर्थ चाहिँ अलिक हल्का नेगेटिभ अर्थ लगाउनको लागि। जस्तै 2 जना मान्छे उभिएका थिए तर हेर्दा उस्तै उस्तै लाग्छ तर ठ्याक्कै पनि होइन, एउटा हल्का होच छ एउटा हल्का अल्को छ भने त्यस्तो अवस्थामा चाहिँ हामीहरूले निक्ट सो प्लस आदेक्टिभ प्लस भी भन्ने फर्मुला युज गरेर एडजेक्टिभलाई हामीले सेन्टेन्समा बदल्छौँ। अब नम्बर 1 मा हेर्नुहोस् है त, माइन आतो इज द निक्ट सो सेनेल भी दाइन आतो। मेरो कार तपाईँको जत्तिकै छिटो दौडिँदैन भन्ने अर्थ लाग्यो है त। 2 नम्बरमा हेर्नुहोस् त, मारिया इज द निक्ट सो ग्रोस भी आना। मारिया आना जतिको ठुली छैन। 3 नम्बरमा दास बेत इज द निक्ट सो काल्त भी गेस्टेन। मौसम हिजो जतिकै आज चिसो छैन भन्ने अर्थ लाग्यो है। अब 4 नम्बरमा देयर फिल्म इज द निक्ट सो इन्टेरेसान्त भी दास बुक। 5 नम्बरमा दास हाउस इज द निक्ट सो तोय भी दास होटेल। बुझ्नुभयो यहाँसम्म। रुल नम्बर 4 मा फास्ट सो प्लस आदेक्टिभ प्लस भी, यसको नेपाली अर्थ हुन्छ लगभग जतिकै। सबैको मिनिङ उस्तै उस्तै छ तर चाहिँ सेन्टेन्सहरू कसैले फास्ट सो भनेर युज गर्छन्, कसैले भी सो भनेर युज गर्छन्। अब युज गर्ने तरिका फरक भए तापनि अर्थ उस्तै जान्छ है त। सबै युज गर्दा त्यही अर्थ जान्छ तर एउटा मात्र अर्थ फरक छ नम्बर 3 को, त्यसले चाहिँ हल्का नेगेटिभ फिलिङ दिन्छ। हेर्नुहोस् त, दास आतो इज द फास्ट सो सेनेल भी देयर चुक। फेरि पनि यसमा म सम्झाउँछु, दास आतो इज द यहाँसम्म चाहिँ सब्जेक्ट प्लस भर्ब। फास्ट सो भनेको यहाँ फर्मुलामा फास्ट सो छ। त्यसपछि सेनेल भने एडजेक्टिभ हो, यहाँ फर्मुला पनि एडजेक्टिभ छ। त्यसपछि भी आएको छ, हाम्रो फर्मुला पनि भी छ। लास्टमा चाहिँ देयर चुक छ। देयर चुक मतलब नाम हो, नाम मतलब नोमिनाटिभ। यहाँसम्म बुझ्नुभयो है। नाम मतलब नोमिनाटिभ र नोमिनाटिभ सेन्टेन्स पनि हुन्छ, यो कुरा चाहिँ ध्यान दिनु होला। अब 3 नम्बरमा हेर्नुहोस् त, देयर फिल्म इज द फास्ट सो इन्टेरेसान्त भी दास बुक। नम्बर 4 मा दास हाउस इज फास्ट सो तोय भी दास होटेल। नम्बर 5 मा माइन ब्रुदर इज फास्ट सो स्टार्क भी एक। नम्बर 5 रुल नम्बर 5 मा हेर्नुहोस् त, दोप एल्थ सो प्लस आदेक्टिभ प्लस भी मिनिङ हुन्छ, यसको नेपाली मिनिङ हुन्छ दोब्बर। यदि तपाईँले 5 किलो बोक्नु भएको छ, अर्को मान्छेले 10 किलो बोकेको छ भने त्यस्तो बेलामा हामीले दोबेल्थ सो प्लस आदेक्टिभ प्लस भी प्रयोग गरेर आदेक्टिभहरूलाई सेन्टेन्समा प्रयोग गर्छौँ। इक्जाम्पल हेर्नुहोस् है त, दास हाउस इज द दोबेल्थ सो ग्रोस भी दास आन्धेरे। यो घर अर्को घरभन्दा डबल ठुलो छ।
नेपाली अर्थ तपाईँहरूले बुझिहाल्नुहुन्छ, म सरसर्ती पढ्छु। 2 नम्बरमा दास आतो इस दोपेल्ट सो सेनेल भी दास फारात। नम्बर 3 मा माइन चिम्ब इस दोपेल्ट सो ग्रोस भी दाइन चिम्ब। नम्बर 4 मा देर त्रुम इस्ट दोपेल्ट सो होक भी दास हाउस। नम्बर 5 मा दिजेस बुक इस दोपेल्ट सो तोय भी दास आन्देरे। बुझ्नुभयो है साथीहरू यहाँसम्म? रुल नम्बर 6 मा हेर्नुहोस् त साथीहरू, हाल्फ सो प्लस आदेक्टिभ प्लस भी मिनिङ हुन्छ आधा। अब रुल नम्बर 5 मा हामीले दोब्बेल भनेर पढ्यौँ। रुल नम्बर 6 मा हामीले के पढ्यौँ त? हाल्फ सो भनेर पढ्दैछौँ। मिनिङ त एउटै हो नि, उसमा डबल भन्यो, यसमा आधा भन्यो, होइन त? तर सेन्टेन्स बनाउने तरिकाहरू सबै त्यही हो। अब यसको इक्जाम्पलमा हेर्नुहोस् त, माइन चिम्ब इस्ट हाल्फ सो ग्रोस भी दाइन चिम्ब। 2 नम्बरमा दास आतो इस्ट हाल्फ सो सेनेल भी देर चुक। 3 नम्बरमा दास हाउस इस्ट हाल्फ सो तोय भी दास होटेल। 4 नम्बरमा देर तुर्म इस्ट हाल्फ सो होक भी देर बेर। 5 नम्बरमा माइन गेहाल्ट इस्ट हाल्फ सो होक भी फ्रियर, है त? अब यसपछि हामी हाम्रो आजको टपिकको सेकेन्ड पोइन्टमा पढ्दैछौँ, कम्पेराटिभ। कम्पेराटिभ भनेको यस्तो चिज हो जसलाई प्रयोग गर्दा दुई व्यक्ति वा वस्तुलाई तुलना गरिन्छ। जस्तो रामभन्दा श्याम अल्को छ, अर्थात् जस्तो मभन्दा राम धेरै ट्यालेन्ट छ। यस्तो अवस्थामा हामीहरू जहिले पनि कम्पेराटिभ आदेक्टिभ प्रयोग गरेर हामीहरू सेन्टेन्स बनाउँछौँ, है त? कम्पेराटिभमा रुलले के भन्छ भने आदेक्टिभ अनिवार्य हुनु पर्यो, त्यसपछि आदेक्टिभमा एयर लागेको हुनु पर्यो, त्यसपछि प्लस आल्स हुनु पर्यो। यसको सूत्र हेर्दा सब्जेक्ट प्लस भर्ब प्लस कम्पेराटिभ, यहाँनिर चाहिँ एयर लाग्नु पर्यो। अब कसरी लाग्छ म तपाईँलाई अहिले इक्जाम्पलमा देखाउँछु, है त? त्यसपछि आल्स हुनु पर्यो, त्यसपछि लास्टमा अब्जेक्ट हुनु पर्यो, है त? इक्जाम्पलमा हेर्नुहोस् त, मारिया इज द ग्रोसर आल्स आना। मारिया इज द सब्जेक्ट प्लस भर्ब आयो। यो ग्रोसर भनेको चाहिँ आदेक्टिभ भयो, जुन हाम्रो यहाँ चाहिँ आदेक्टिभ छ। त्यही आदेक्टिभमा कम्पेराटिभ भएर इएर लायो। यहाँ इएर छ नि, माथि हेर्नुहोस् त, छ नि, होइन? हो, त्यो इयर लायो। त्यसपछि यो फर्मुला आल्स छँदैछ, यहाँनिर आल्स छँदैछ। त्यसपछि लास्टमा चाहिँ नोमिनाटिभ आना आयो। दास अतो इस्ट स्लेनेर आल्स दास फारत। 3 नम्बरमा देर हुन्द इस्ट स्टेकेर आल्स दि केच्चे। 4 नम्बरमा माइन हाउस इस्ट ग्रोसर आल्स दाइन हाउस। 5 मा छ दास बुक इस्ट इन्टेरेसान्टेर आल्स देर फिल्म। मतलब कम्पेराटिभको मतलब के हुनु पर्यो भनेपछि अनिवार्य एब्जेक्टिभ आउनु पर्यो, उक्त एब्जेक्टिभमा एयर लाग्न पर्यो र आल्स लाग्नु पर्यो। त्यो भयो भने मात्रै कम्पेराटिभ हुन्छ। यसको कम्पेराटिभ बनाउनुको लागि हामीहरूले जहिले पनि आल्स र एयर प्लस गरेर सेन्टेन्स बनाउनु पर्छ भन्ने कुरा बुझियो। अब आजको टपिकको अन्तिम पोइन्ट छ सुपरलाटिभ। सुपरलाटिभ प्रयोग गर्दा जब 3 वा 2 वा अथवा 3 वा धेरै वस्तुहरूमध्ये सबैभन्दा बढी देखाउनको लागि हामीहरू सुपरलाटिभ युज गर्छौँ। यसको फर्मुला हुन्छ आम प्लस एडेक्टिभ प्लस स्टेन। मतलब अब यो कसरी आउँछ त तपाईँहरूलाई म इक्जाम्पलमा देखाउने छु। आमभन्दा अगाडि जहिले पनि सब्जेक्ट प्लस भर्ब प्लस आउनै पर्छ, त्यसपछि आम प्लस एडेक्टिभमा आम लागेर आउनु पर्यो र त्यो एडेक्टिभको एन्डुङ चाहिँ एसटिइएन लागेर आउनु पर्यो र प्लस अब्जेक्ट हुनु पर्यो, है त? अब के भनिराखेको छ यसले, मैले बुझिनँ भन्नु होला। अब म हेर्नुहोस् तपाईँहरूलाई इक्जाम्पलमा देखाउँछु। मारिया इज सब्जेक्ट प्लस भर्ब। आम, यहाँ आम लागेको छ, यहाँ पनि आम छ, है? त्यसपछि ग्रोस्टेन भन्ने आएको छ। ग्रोस्टेन हेर्नुहोस् त, यो ग्रोस भन्ने चाहिँ एक्जेक्टिभ हो, त्यसमा एसटिइएन आयो कि आएन? यो एसटिएन आएर एक्जेक्टिभमा एसटिएन आएर ग्रोस्टेन भयो। अब इन देयर कासे भनेको चाहिँ यो चाहिँ अब्जेक्ट भयो, नोमिनाटिभ अब्जेक्ट भयो। बुझ्नुभयो त?
हो नम्बर 1 मा मारिया इस्ट आम ग्रोस्टेन इन देयर क्लासे। त्यस्तै गरी 2 नम्बरमा हेर्नुहोस् त दिजेस आतो इस्ट आम स्नेलस्टेन। 3 नम्बरमा देयर हुन्द इस्ट आम स्टेरस्टेन। 4 नम्बरमा दास बुक इस्ट आम इन्टेरेसान्टेस्टेन। 5 नम्बरमा दास हाउस इस्ट आम ग्रोस्टेन। अहिलेसम्म हामीहरूले पोजिटिभ, कम्पेराटिभ र सुपरलाटिभ अध्ययन गऱ्यौँ र सबैको फर्मुलाहरू, सबैको रुल्सहरू र तिनीहरूको इक्जाम्पलहरू पनि हामीले विस्तृत रूपमा एर्कुलेट गरेका छौँ। यदि तपाईँहरूले केही बुझ्नुभएको छैन भने अवश्य म्यासेज गर्नुहोला, तपाईँहरूलाई म चाहिँ पर्सनली एर्कुलेट गर्नेछु। अब यही पोजिटिभ, कम्पेराटिभ र सुपरलाटिभ बनाउँदाखेरि केही स्पेसल रुलहरू छन्। ती स्पेसल रुलहरूको बारेमा हामीहरू एर्कुलेट गर्नेछौँ। रुल नम्बर 1 मा हेर्नुहोस् त यदि एडेक्टिभ दे, ते, एस, एसएच, चे बाट एन्डिङ हुन्छ भने सुपरलाटिभ बनाउँदा S10 प्लस गर्नुपर्छ। हेर्नुहोस् है त इक्जाम्पलमा जस्तो आल्त भन्ने हाम्रो चाहिँ एड्जेक्टिभ थियो, यो पोजिटिभ हो। आल्तेर कम्पेराटिभ भयो। अब यसको चाहिँ ESTN थप्ने भनेको छ। ALT मेन एड्जेक्टिभ भइहाल्यो। ALT ESTN यहाँनिर हेर्नुहोस् त थपेको छ कि छैन? थपेको छ नि होइन? हो यसमा चाहिँ यो नियमले के भन्न खोजेको हो भने यदि एडेक्टिभ दे, ते, एस, एचएच र चेबाट एन्डिङ हुन्छ अथवा एन्डिङ हुन्छ भने त्यस्तो बेलामा S10 लगाउनु पर्छ भनेर भनेको छ, जुन मैले तपाईँलाई देखाइसकेँ। त्यस्तै गरी अर्को हेर्नुहोस् त हाइस, हाइसेर आम हाइस्टेन। कुर्च, क्रुचेर आम क्रुस्टेस्टेन। नास, नासेर आम नासेस्टेन। रुल नम्बर 2 मा हेर्नुहोस् त रुल नम्बर 2 मा उमलाउट एडेक्टिभ एड्जेक्टिभमा भोयल चेन्ज हुन्छ। जस्तो ए छ भने ए उमलाउटमा चेन्ज हुन्छ, ओ छ भने ओ उमलाउटमा चेन्ज हुन्छ, यु छ भने यु उमलाउटमा चेन्ज हुन्छ। जस्तो इक्जाम्पलमा हेर्नुहोस् यो पोजिटिभ, कम्पेराटिभ र सुपरलाटिभ भयो। जस्तो आल्त भन्ने हाम्रो एड्जेक्टिभ थियो, यो चाहिँ कम्पेराटिभ बनाउँदा एल्तेर भयो। एल्तेर आयो, एलाई एमा चेन्ज भयो नि, यहाँ देख्नुभयो है। त्यस्तै सुपरलाटिभ बनाउँदा आम आल्तेस्टेन। त्यस्तै गरी योङ, ग्रोस, लाङ्क, स्टार्क सबै दिएको छ। यिनीहरूलाई कापीमा नोट गरेर अध्ययन गर्नुहोला। रुल नम्बर 2 मा उमलाउट एड्जेक्टिभहरूको बारेमा पढ्यौँ। अब त्यही कुरा रुल नम्बर 3 ले के भन्छ भनेपछि फेरि निक्ट उमलाउट एड्जेक्टिभ भनेर भन्छ है त। निक्ट उमलाउट एड्जेक्टिभहरू कसरी चेन्ज हुन्छन् अब तपाईँहरूलाई म अभ्यासमा देखाउने छु है त। जस्तो पोजिटिभ, कम्पेराटिभ र सुपरलाटिभमा जस्तो तोल भन्ने चाहिँ हाम्रो एउटा एड्जेक्टिभ छ, यसको कम्पेराटिभ बनाउँदा तोलेर भयो, अनि चाहिँ सुपरलाटिभ बनाउँदा आम तोलेस्टेन भयो। फोल भन्ने एड्जेक्टिभ छ, कम्पेराटिभमा फोलेर भयो, सुपरलाटिभमा आम फोल्स्टेन भयो। यस्तै गरी हाम्रो चाहिँ स्टोल्स, स्लाङ्क, प्र, क्ला, रो, चाप र रास भन्ने छ। यिनीहरू चाहिँ नोट गरेर अध्ययन गर्नु होला है त। रुल नम्बर 4 मा छ यदि एड्जेक्टिभ एयर अर्थात् एयर, एल, एन र एबाट अन्त्य हुन्छ भने त्यस्तो बेलामा कम्पेराटिभ बनाउँदा ई साइलेन्स हुन्छ अथवा ई हट्छ भनेर भनेको छ है। जस्तो पोजिटिभ हेर्नुहोस्, कम्पेराटिभ हेर्नुहोस्, सुपरलाटिभ हेर्नुहोस् त तोय, तोयरेर आम तोयरेस्टेन भयो। त्यस्तै गरी चाहिँ दुङ्केल छ, एदेल छ, फ्लेक्सिबल छ, ओफएन छ। अब त्यस्तै गरी अन्तिम पोइन्ट छ इक्जाम्पल एड्जेक्टिभ लिस्टहरू छ। मैले योभन्दा पहिलाको सर्ट भिडियोमा तपाईँहरूलाई 50 वटा एड्जेक्टिभको सिनोनिम र एन्टोनिम दुईटै
को भिडियो बनाएर मैले हालेको थिएँ। यदि तपाईँहरूले अहिलेसम्म हेर्नु भएको छैन भने त्यो भिडियो अवश्य हेर्नुहोला। यहाँ मैले तपाईँहरूलाई सम्झाउनको लागि थोरै मात्र एक्जेक्टिभहरूको डेमो तयार गरेको छु। उक्त डेमो हेर्नुहोला। जस्तो यहाँ पोजिटिभ छ, कम्पेराटिभ र सुपरलाटिभ छ। जस्तो हाम्रो ग्रोस भन्ने चाहिँ एक्जेक्टिभ छ, यो चाहिँ पोजिटिभमा ग्रोस भयो भनेपछि कम्पेराटिभमा ग्रोसियर भयो, सुपरलाटिभमा चाहिँ आम क्रोस्टेन भयो। यस्तै गरी क्लाइन छ, सेनेल छ, लाङजाम छ, तोय छ, बिलिक, भेक्टिक, सेउन, स्टार्क, स्वाक। यिनी मोस्ट इम्पोर्टेन्ट एक्जेक्टिभहरू हुन्। यिनीहरूलाई पोजिटिभमा सेन्टेन्स बनाउँदा कसरी युज गर्ने, कम्पेराटिभमा सेन्टेन्स बनाउँदा कसरी युज गर्ने, सुपरलाटिभमा सेन्टेन्स बनाउँदा कसरी युज गर्ने र यिनीहरूका रुलहरू के छन्, नियमहरू के छन्, त्यसको बारेमा तपाईँहरूलाई विस्तृत रूपमा मैले बुझाएँ। यदि तपाईँहरूलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक कमेन्ट गरेर आफ्नो प्रश्न लेख्नुहोस् र डोइचनेप युट्युब च्यानललाई अनिवार्य सब्सक्राइब गर्नुहोला। आगामी भिडियोमा हामी जर्मन भाषाका थप महत्त्वपूर्ण विषयहरू अध्ययन गर्नेछौँ। धन्यवाद। पुनः भेटौँला अर्को शैक्षिक भिडियोमा। हस्त, नमस्ते।